एउटा कुरो प्रचण्डलाई अहिले केपी ओली भन्दा फेरि प्रचण्ड चाहिँ नि लाई चाहिँ नि के चढेको हो, सनक चढेको हो होइन। उहाँले सनक नचढ्दा हुन्छ। म उहाँलाई एउटा कुरा के भन्छु भने नि, तपाईँको नजिक बसेर काम गरेको मान्छे हो म होइन। तपाईँले एउटा कुरो के भन्छु भने 17,500 को रगतले लतपतिएको जनयुद्धको सम्पत्ति कहाँ लगेर हाल्नुभयो तपाईँले? एउटा कुरो 50,000 मान्छे आज घाइते छन्, त्यसको हिसाब किताब कसले गर्ने? खरबौँका सम्पत्ति बमबार्डिङले उडाउनु भयो तपाईँले त्यतिखेर। तपाईँले आज आएर तपाईँले जुन कुरा भन्दै हुनुहुन्छ नि, तपाईँले दुबईमा लगेको तपाईँको छोराले लगेर 2600 करोड रुपियाँ पैसाको हिसाब किताब कसले दिने? कसले दिने? तपाईँले स्विजरल्यान्डमा घर किनेको छ, कुन पैसाले किन्नुभयो? अमेरिकामा घर किन्नुभएको छ, कुन पैसाले किन्नुभयो? नातिनीहरूका बिहा तपाईँको चाहिँ नि 5 स्टार होटलमा गर्नुभयो। हिजो साधारण बिहा गर्दाखेरि भाटे कारवाही गर्ने तपाईँ। अरूलाई रक्सी खायो भनेर तपाईँको चाहिँ भाटे कारवाही